नमस्कार खाम्रीमा सबैलाई। म चाहिँ अब यो ड्र्यागन फ्रुट रोप्नु आँटेको। यहाँ मल पनि लिएर आएँ, मल पनि भिजायो। अब ड्र्यागन फ्रुट रोप्छु। यो अम्बक छ, अम्बक अब यसपालि कतिको फल्छ कुनि। एक झ्याङ रेडी भए मेरो चाहिँ। अब अझै रोप्छ, यसलाई अर्को जग्गा रोप्छु। यो हाम्रो अम्बक, एउटा अम्बक चाहिँ सुक्यो। यहाँ कृष्ण भाइले पनि ड्र्यागन फ्रुट रोप्दैछ। कृष्णले नै आज ड्र्यागन फ्रुट रोपेर फलाउने हो। यसले चाहिँ रोपिसक्यो। अब हात पुरा काम हो, थाकेर। एक झ्याङ चाहिँ रेडी भयो। यो एक झ्याङ यहाँ ड्र्यागन फ्रुट छ। यहाँ तीनटा लाग्यो, एउटा चाहिँ सानो छ अनि मल हालेर पक्करले छोपेको छु मैले। अनि यो चाहिँ प्लान्टको लागि एन्टिबायोटिक तितेपाती। अनि अर्को झ्याङ यहाँ छ, यहाँ पनि तीनटा बिरुवा लगाएको छु मैले। पत्करले छोपेर मल हालेर पत्करले छोपेर चाहिँ एन्टिबायोटिक लगाइदिएको छु तितेपाती। यो चाहिँ फर्स्टको रोपेको, यसको लागि सपोर्ट बाँस पनि लगाइदिएको छु। यो यहाँ अरू चाहिँ सब्जी लगाएको छ। अब यसलाई म बाँड्छु। त्यहाँदेखि यहाँ अस्तिको फामफल पनि छ, यसलाई जोगाएर राखिरहेको छु। चलाउँदैछस् भयो कि एकछिन बस। ए त्यो पारा कहाँ हुन्छ नि त, मेरो डेटा सकिन्छ त। हेलो फेरि मैले चाहिँ अब यो बगनबेली, यहाँ बगनबेली थियो, यो आमाले टुप्पो काटिदिएछ। मजाको फुल्छ कि यो चाहिँ। यसलाई चाहिँ म फेरि यहाँ यसको हाँगालाई चाहिँ यहाँ रोप्ने। उम्रिन्छ कि उम्रिँदैन रहेछ हेरौँ मजाले। यसलाई चाहिँ मल हालेर रोप्नु पर्यो। बेसी नहाल्दा पनि हुन्छ होला, यतिमा हुन्छ। अब यसलाई चाहिँ अलिक गहिरो पो खन्नुपर्छ क्या हो। अत्था हो, काँडै काँडा छ। झुकेन भन्दा घोत्ने रहेछ त, घोचिथाल्यो। यसरी रोप्छु यसलाई। यहाँ एउटा त्यहाँ एउटा त्यहाँ, तीनटा रोपिदिनु पर्यो। यो एउटा बगनबेली पनि रोप्यो, यो पनि एउटा, योसँग तीनटा रोपेँ। अब यसलाई बाँड्नु त पर्दैन होला, पानी चाल्नु पर्यो। लु है साथीभाइ, हो पछि ड्र्यागन फ्रुट रोपिसकेर पनि यो गाईको लागि चारो लानेछु, सुँगुरको लागि पनि। कोपीको पत्ताहरू, ब्रोकलीको। यहाँ मटर छ। मटर चाहिँ मजाले फलेको छ कि, तर सबै चराले खाइदिँदो रहेछ हौ। खेदाउँदा हुन्छ चरा। अब ब्रोकली सक्नु आँट्यो, यति मात्रै छ। अब फेरि नयाँ सब्जीहरू रोप्नु छ। यहाँ छ, यसलाई चाहिँ तपाईँहरूकोमा के भन्छ, नेपालीमा चाहिँ के भन्छ कुनि। कतिले त गोल्डन बेरी पनि भन्दैछ। यो चाहिँ खाना रहेछ दबाई अरे। यो चाहिँ पाकेको छैन, पाकेको भए चाहिँ म देखाउँथेँ कि भित्र कस्तो हुन्छ भनेर। दाना यसको गोल्डन बेरी कतिले किनेर पनि खाँदो रहेछ। हाम्रोतिर चाहिँ पुरा आफै उम्रिन्छ, बेसी फैलिन्छ, आफै उम्रिन्छ। हामीलाई चाहिँ त्यो आफै उम्रेर होला, मान्छेले थाहा पनि नभएको, किनभने पनि भ्यालु थाहा नभएको। ल अब म चारो लिएर जान्छु, त्यहाँदेखि फेरि जङ्गल दाउरा लिनु जानु छ। आजको काम थुप्रो छ मेरो। चारो अब रेडी भयो, यो डोकोमाले लान्छु। आउँदाखेरि फेरि मल लिएर आउँछु। त्यहाँदेखि सब्जीको लागि चाहिन्छ नि त मल। ब्रोकली यहाँ छ, त्यहाँ अलिकति ब्रोकली त्यहाँ पनि छ। मटर चाहिँ पुरा छ, तर मटर चाहिँ चराले खाएरै भएन। मटर चाहिँ भक्कु छ। कसैलाई चाहियो भन्नुहोस् है मटर, सस्तोमै दिउँला। ए अघि देखाउँदाखेरि मटर चाहिँ यो हो। यहाँ माथिबाट चाहिँ मजाले क्लियर देख्छ। यहाँ चाहिँ मटर पुरा छ। यहाँ नयाँ सब्जीहरू पनि छ, इस्कुस छ, लौका छ, फर्सी छ, उम्रिँदैछ। यो फुल दामी त दामी छ कि, तर बेसी लामोसम्म हुँदैन र। बर्खामा मात्रै हुन्छ। अब यो फुलेपछि सकिहाल्छ। पानी पर्ने सिजनमा यो फेरि हुँदैन।
बोट मात्रै हुन्छ। अहिले चाहिँ यति बेला फुल्दैछ, अब फुल्दैन यो फेरि। तितेपाती एन्टिबायोटिक एकदम, यो चाहिँ एन्टिबायोटिक, सब्जीहरूको लागि एन्टिबायोटिकको काम गर्छ यसले। अब मेरो भारी चाहिँ यस्तो छ है।